गुड मर्निङ। के छ हालखबर? यस्तो चिसो चिसो मौसममा यस्तो माछाहरू चाहिँ होइन, झिँगे माछा र टक्क चाहिँ यहाँ माछा रुई माछ बनाएर यसो चिसोमा चाहिँ तातो तातो मौसम गराउनको लागि चाहिँ बनाएर खाँदैछौँ साथीहरू हामीले। आज ढिँडो बनाएर पुष 15को सबैलाई शुभकामना छ है। लोसारको सबैलाई शुभकामना। लोसारमा हामीले परदेशमा यसरी चाहिँ बनाएर झिँगे माछा र यो बनाएर खाँदैछौँ साथीहरू। हाम्रो माछाहरू ग्रेभी बनिरहेछ। यो अब एकछिनमा ठक्कै चाहिँ माछा यसमा हालेर मजासँग झिँगे माछाहरू पुरै हालेर चाहिँ पकाएर होइन बनाएर फेरि अहिले अर्को बनाउँदैछौँ। ढिँडो चाहिँ यसरी बनाएर खानुपर्छ, लट्ठीले पार्नुपर्छ। हेर्नु के गर्ने, आज मौसम पनि एकदम 2-3 दिनदेखि एकदम चिसो चिसो मौसम गरिरहेछ हाम्रो नेपाली खाना। हाम्रो फेरि यस्तो हो, हाम्रो पश्चिमतिर अलिक गिल्लो ढिँडो खान्छन् होइन, हामीहरू खान्छौँ कता खान्छन् भन्दा पनि खान्छौँ। त्यसो भए हुनाले त्यस्तो छ साथीहरू। ढिँडो बन्दैछ, जे होस् अब बनाउँदैछु। हाम्रो चाहिँ फाइनली ढिँडो बनिसकेको छ। हाम्रो नातिले चाहिँ ढिँडो हाल्ने कार्यक्रम भइरहेको छ अनि होइन यसरी चाहिँ यस्तो हुन्छ। अब अलि त बाहिरतिर चाहिँ अलिक काठमाडौँतिर साइडमा उतातिर अलिक साह्रो ढिँडो हुन्छ, हाम्रोतिर अलिक गिल्लो बनाउने चल। झिँगे माछा छ साथमा, अर्को होइन रुई माछ छ, झट्ट चाहिँ सुप पनि बनिएको छ। हाम्रो फेरि चटनीको के अरे टिमुरको चटनी, यसमा टिमुरको चटनी छ होइन। निम्बुहरू पनि कटिङ भइसकेको छ, रेडी छ। अब खाने तयारीमा छौँ हामीहरू है साथीहरू। फाइनली चाहिँ हामीहरू यसो ढिँडो खान जुटिसक्यौँ होइन। चिसो छ एकदम मौसम, सर्दीको मौसममा त्यसो भएर यसरी बनाएर खाउँ आज भनेर चाहिँ परदेशमा फेरि जसो तसो भाँडाकुँडीहरू अब सामान्य नै कमै नै हुन्छ। त्यसो भए हुनाले यस्तो जस्तो जस्तो बनाएर हामीले खाँदैछौँ। माइन्ड नगर्नु होला सबैले। कतिजनाले ढिँडो मन पराउनुहुन्छ यसो कमेन्ट गर्नु होला, सेयर गर्नु होला, सब्सक्राइब गर्नु होला है। फलो पनि गर्नु होला मेरो फेसबुक पेजलाई, प्रोफाइललाई फलो पनि गर्नु होला भन्न चाहन्छु। अब ठ्याक्कै ढिँडो चाहिँ हाम्रो फेरि यस्तो हुन्छ। हेर्नु यस्तो झोल बनाएर टक्क झोलसँग खान मजा लाग्छ क्या। यस्तो गरायो ठ्याक्क गरायो झोलमा होइन, त्यस्तो गरायो यसरी ठ्याक्कै बनाएर झोलमा ठ्याक्क पुग्यो। फतलकै निल्ने हो, तातो छ अलि, पोल्छ फेरि बहुत तारासँग। यसरी चाहिँ चिज देखाउन भुलेछु साथीहरू। यो चाहिँ सबै चटनी टिमुरको चटनी, टिमुर धनियाँहरूको चटनी हो होइन। यो नेपालबाट आएको हो। हाम्रो पूर्वतिर यसलाई अकबरे खुर्सानी भन्छ, हाम्रो पश्चिमतिर यसलाई डल्ले पनि भन्छ। यस्तो छ साथीहरू। ढिँडो चाहिँ चिसो मौसम धेरै भएर गाह्रो भएको थियो, एकदम खाना एकदम राम्रो लागिरहेछ। आहा मजा आइगयो।